हाई गाइज धेरै पछि वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मलाई धेरै 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 यो साबुदानाको खिर बनाउन मन लाग्यो। अनि त्यसपछि मैले के गरेँ, पहिले एउटा बटुकामा साबुदाना लिएर भिजाएँ, 3-4 चोटि पखालेँ। अनि त्यसपछि यतिकै भिजाउन छोडिदिएँ। त्यसपछि यो ताप्केमा मैले त्यही पानी जति थियो त्यसमा अलिकति पानी एड गरेर मैले बोइल गर्न छोडिदिएँ। त्यसपछि मैले दुध बसाएर त्यसमा त्यो बोइल गरेर राखेको साबुदाना हालेँ। अनि यसरी मजाले चलाएँ। त्यसपछि म के गर्छु भने त्यसपछि म यसमा चिनी हाल्छु। चिनी हालेको चाहिँ मैले खिच्न भ्याइनँ, सो घिउ हालेको चाहिँ मैले खिचेछु है। हालेँ नि, यो चाहिँ मैले बटर हालेको, मस्त घिउ थिएन नि त, अनि त्यही भएर त्यो बटर हालेँ। अनि त्यसपछि यस्तो भात थियो अनि मिठो थियो गाइस, मिठो थियो। फर द फर्स्ट टाइम इन द लाइफ मैले यसरी आफैले बनाएको है।